हौसला आउँछ है त। ल सबैले ताली बजाउनु होला। हाम्रा परम गुरुङ हाम्रा हङकङमा कार्यरत ताङतिङका हाम्रा एकदम सक्रिय समाजसेवी युवा परम गुरुङले आउँदै हुनुहुन्छ है त। ल आइगयो अहिले तन्गाउनु होला सन्डी। ल यसरी ताङतिङ गाउँमा यो चैत्र मेलाको क्रममा आज दोस्रो दिन यो मेरो घरमा हामी साथीभाइहरू चाहिँ खानपिन कार्यक्रम चाहिँ चलिरहेको छ। अब केही बेरमा हामी उता ग्राउन्डतिर गएर आजको मेला हेर्न जान्छौँ र यहाँहरू सबैलाई चाहिँ ताङतिङबाट हार्दिक स्वागत भन्न चाहन्छु। ताङतिङ यस्तै छ, अहिले मेलाको चहल पहल छ। यहाँबाट तलपट्टि चाहिँ यहाँहरू देख्न सक्नुहुन्छ, यो तल पण्डित टोल हो, माथि चाहिँ गैरीथर माथिपट्टि। यो चाहिँ मेरो घर अलि सेन्टरमा छ। मेरो घर सेन्टरमा यो टोललाई चाहिँ घोताने टोल भन्दछ। यसपछि यतापट्टि ठुलो बस्ती छ, ठुलो गाउँ छ। यो जसको जुमुटुकै परेको गाउँ हो। अब मेरो घर चाहिँ एकदमै ताङतिङको चाहिँ सेन्टरमा नै पर्ने भएकोले यहाँ धेरै मान्छेहरू आवजात भइरहेको छ। आज घरमा पाहुना भनौँ या साथीभाइ भनौँ, हामी सबैजना भेला भएर खाना खाँदैछौँ। पक्का चाहिँ आगोमा चाहिँ पकाएको चाहिँ अर्ग्यानिक चाहिँ हाम्रो गाउँमा उत्पादन भएको कोदो र यो कोदोको चाहिँ पिठोको चाहिँ ढेँडो होइन। अनि यही गाउँमा पालेको चाहिँ लोकल कुखुरा हो कि। अनि यो हाम्रो वनमा पाउने चाहिँ न्युरो, यसको चाहिँ सब्जी यो दुई पिस हाल्नु त्यो क्या तपाईँ चाहिँ दुई पिस हाल्नु एकछिनमा खान्छु, आफू खाइदिनु। खोइ त एकजना भाइ हाम्रो सरमा दौडेर राखिदिनु त एउटा के हो हुन पाइसक्छ आउनेसम्म खाइदिन्छ म है। एउटा छ त आज यो कसले एउटा आम्बो खानु उब्रियो क्या थप्नेर खान्छ यो थप्नेर खान्छ के भनियो तो थबो आर्मी थबो जो खाइदिन्छ के त्यसले थबो गरेर के बुझ्दै बुझिन यहाँ यो त आदि यो म खान्न यसले थबो गर्नु है हाम्रो त सही हो। प्याज दुध माछ कस्तो भन्छ मिठो हुन्छ चुममा छु अरे बा 200 वटा भयो भने यहाँ एक गाउँ मै खावा जो आई भने जो छु आज फेरि thấy đấy mà chờ chú tâm à đấy nó bẻ घिउ खाने भाइ
हाम्रो ब्लगमा स्वागत छ है भाइलाई। ल धन्यवाद दिदी। मासुले अगाए अब आदिनले आइसङ्गीत भयो ल ल डिलेले भात सर्भिस गर्नु आउनु होला यता। अब थाम्नु है दाइ त्यो बेला नआएर हुन्छ किचनमा आऊ ओ राजा ल यहाँ आउनु त सुर्दै आदि ल गुरेन मैला हामीले फुकोलाई चाहिएको ल हाम्रो ब्लगमा स्वागत छ। कतै ल कतै हेर भरे टिभीमा हेर्नुपर्छ कता ल मामाको ब्लगमा स्वागत छ कसैलाई। ल एल्सनलाई हेलो नमस्कार रे यार। ल कला हेलो गाउँको घरमा भात खाँदै काजी ह्याप्पी बर्थडे टु यु काजी। ल भात काट्दिने अब भात र ढेँडोको केक एल्सनको जाइयो भनेर ल माल्दै ढेँडो हजुर ल कान्छी सुरलाई उसाए आ ल राजा रामसे खानु है ल ल ल ल राम्रो छैन लोकल माछाको छसँग भात ढेँडो भात सम्पूर्ण युट्युब च्यानल हेरिराख्नुहुने आदरणीय दर्शक महानुभावहरू, ताङतिङ चैत्र मेलाको दोस्रो दिनको डे 2 को हाम्रो सम्पूर्ण गतिविधिलाई सुरु गर्न गइरहेको छु। आज डे 2 ताङतिङ चैत्र मेला 2081 को सबै गतिविधिहरूलाई आजको भ्लगमा देखाउने प्रयास गर्दैछु। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यहाँहरूले ताङतिङ चैत्र मेला डे 1 हेरिदिनु भयो। अब हामी डे 2 को लागि हाम्रो भ्लग बनाउन गएका छौँ। यहाँहरू प्रतीक्षा गर्नुहोस् ताङतिङ चैत्र मेला 2081 को दोस्रो दिनको महत्त्वपूर्ण झलकहरू। मेला भर्न अतिथिहरू आउने क्रम जारी छ। हामी अगाडि बढ्दैछौँ मुनाल चोकतर्फ। यहाँहरू देख्दै हुनुहुन्छ अगाडि मुनाल चोक। मुनाल चोकबाट परपट्टि ताङतिङ रङ्गशाला। केही गेमहरू चाहिँ डे 1 मा भएको छ। अधिकांश गेमहरू आज डे 2 मा हुनेछ। ताङतिङमा यातायातको सुविधा भएको कारणले धेरै चाहिँ मोटर बाइकहरू आफ्नो प्राइभेट गाडीहरू लिएर आउनुहुन्छ। यही हो ताङतिङ मुनाल चोक। ल नमस्ते दिदी बहिनीहरू, नमस्ते। ल केमा काई आऊ काली खाला ए ल ल हामी अब बिस्तारै ताङतिङ रङ्गशालातर्फ जाँदैछौँ। यहाँ सम्भवतः बास्केटबल खेल भइरहेछ। मौसम राम्रै छ, मेला चलिरहेछ। सिक्लेसबाट राम्रो टी-सर्ट सँगै सिक्लेस 7 गलेसन 24 समाज र राष्ट्र निर्माण हाम्रो मूल आयोजन भन्ने मुद्दाहरूको साथ आयोजित 31औं संस्करणको ताङतिङ चैत्र मेला खेलकुद एवं सांस्कृतिक कार्यक्रम
2081 आज हामी दोस्रो दिनको बास्केटबलतर्फ खेल हुँदैछ यो बलमा र मल्टिपलले बिच खेल भइरहेको छ कालो ताङतिङ मेलाको दोस्रो दिन यहाँ चाहिँ विविध खेलकुद भइरहेको छ यहाँहरू देख्न सक्नुहुन्छ हाम्रो दर्शकहरू पनि थुप्रै हुनुहुन्छ यो बेलामा दुईटा टिम माछापुच्छ्रे गाउँपालिका मर्दीखोला भर्सेस तपाईको सिक्लेस युवा क्लबको बिचमा खेल भइरहेको छ ल छोमरङ गाइजलाई धेरै बधाई छ है दावेदारको रूपमा यहाँहरू प्रस्तुत हुनुभएको छ ल धेरै धेरै ल यहाँहरू सबैलाई चाहिँ पदम गुरुङ युट्युब च्यानलमा हार्दिक स्वागत छ है हेलो नमस्ते नमस्ते लजी नमस्ते ल ल अझै हेलो नमस्ते ल थाङतिङ युवा क्लबद्वारा आयोजित यो चैत्र मेलाको चाहिँ अवसरमा यति बेला चाहिँ हाम्रो चाहिँ छिमेकी राष्ट्र कोरियाबाट उहाँहरूको चाहिँ भ्रमण टोली ताङतिङ आउनुभएको छ उहाँहरूलाई आज ताङतिङ गाउँको तर्फबाट विशेष खालको स्वागत गर्न गइरहेका छौँ हामी उहाँहरूलाई खानाको व्यवस्था पनि मिलाएको छौँ हामीसँग विभिन्न यो रक्सी खसीको मासु भैँसीको मासु र ओडारेको भात रहेको छ कृपया यसको स्वाद लिएर आनन्द गरिदिनु होला लिदिनु होला र अहिले एकदम रमाइलो भइरहेको छ हाम्रो पाहुनाजनहरू पनि आइसक्नु भएको छ र अहिले चाहिँ यो पिउने प्रतियोगिता भइरहेको छ हाम्रो
चैत्र मेलाको दोस्रो दिन हो यो। यहाँहरू देख्न सक्नुहुन्छ यहाँ रोमान्टिक नाचहरू चलिरहेको छ र यहाँहरू चाहिँ यहीँ खानपिन यहीँ गर्दै हुनुहुन्छ। यहाँ चाहिँ खाना पाउँदै हुनुहुन्छ भने यहाँ चाहिँ यो रक्सी पार्नको लागि यहाँहरूले चाहिँ यो सम्पूर्ण सामानहरू सहित चाहिँ यो रक्सी पार्दै हुनुहुन्छ। एकछिन है दाइ 1 2 3 ल यस्तै प्रकारले हाम्रो दाजु टेकेन्द्र गुरुङले पनि यहाँ तिर हान्दै हुनुहुन्छ है त। कति हौसला प्रदान गरिदिनु होला, अहिले ताली बजाइदिनु होला। बल्ल हाम्रो खेलाडी साथीहरूलाई हौसला आउँछ है त। ल सबैले ताली बजाउनु होला। हाम्रा पदम गुरुङ, हाम्रा हङकङमा कार्यरत ताङतिङका हाम्रा एकदम सक्रिय समाजसेवी युवा पदम गुरुङले हान्दै हुनुहुन्छ है त। ल एकदम प्रयास एकदम राम्रो थियो। ल निर्मल ठकालीले हान्दै हुनुहुन्छ, उहाँ एकदम ख्याति प्राप्त। ओहो ल अहिलेसम्म मैले जस्तो चाहिँ अरूले गर्न सकेको छैन है। गयो जाने हो बस्दैन
ताङतिङ युवा क्लबद्वारा आज यो चैत्र मेलामा दक्षिण कोरियाबाट केही चाहिँ पर्यटकहरू चाहिँ ताङतिङ गाउँमा आउँदै हुनुहुन्छ। उहाँहरू विशेष गरी ताङतिङ गाउँको संस्कृति र कल्चर बुझ्नको लागि ताङतिङ आउनुभएको थियो। उहाँहरूको चाहिँ यहाँ अहिले भइरहेको छ। एकदम कबड्डी एकदम रोमान्टिक भइरहेको छ र सबैले तालीले हौसला प्रदान गरिदिनु होला। हाम्रो भीम गुरुङको टिम चाहिँ विनर भएको छ है, भीम गुरुङको टिम। यसरी मेलामा चाहिँ कतै चाहिँ बास्केटबल भइरहेछ, कतै भलिबल भने, कहीँ चाहिँ यो भाले जुधाइ खेल भइरहेको छ भने, कहीँ नाचगान भइरहेको छ। अहिले यो ताङतिङ गाउँको एउटा विशेषता हो। यहाँ चाहिँ सबै हाम्रो सबै स्तरको चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीहरू चाहिँ आफ्नो उमेर समूहसँगै कोही नाचगानमा रहनु भइरहेको छ भने, कोही चाहिँ खेलकुदमा रहिरहनु भएको छ। यो चाहिँ यहाँको विशेषताको रूपमा हामी लिन सक्छौँ। आमाहरू चाहिँ आफ्नो ड्रेस लगाएर फेरि पनि हामी ताङतिङ मेलाको दोस्रो दिनमा छौँ। दोस्रो दिनको विभिन्न गतिविधिहरूलाई आजको ब्लगमा मैले यहाँहरूले प्रस्तुत गर्ने दमर्ग गर्दैछौँ। यहाँ नाचगान चलिरहेको छ भने उतापट्टि चाहिँ भाले जुधाइ खेल भइरहेको छ। ल यतापट्टि चाहिँ भलिबल हुन गइरहेको छ, यतापट्टि चाहिँ भलिबल हुन गइरहेको छ। यसपछिको खेल ताङतिङ ए देउराली कल्चरको ताङतिङका खेलाडी साथीहरू बीच हुनेछ। आयोजक ताङतिङ युवा क्लब। ताङतिङ 10 नम्बर 3 बल अगाडि बढाउँदै 3 बाट 6 बाट 27 बल अगाडि बढाउँदै अहिले चाहिँ दर्शकहरूको चाहिँ घुइँचो नै छ। ताङतिङ भर्सेस खिलाङको बिचमा खेल चलिरहेको छ। यति बेला खेल अति नै घमासान छ। 10 नम्बर 4 को असफल फेरि पवित्रलाई खिलाङ 10 नम्बर 8 राम सट सँगै खिलाङ 13 ताङतिङ नामजुङ 19। ताङतिङ 10 नम्बर 27 बल अगाडि बढाउँदै 27 बाट 9 लाई 9 बाट 3 को फिसल असफल सँगै खिलाङको आफ्नो बल 10 नम्बर 7 बल अगाडि बढाउँदै 7 बाट 8 बाट 12
12बाट 8, 8बाट फेरि 7लाई 7को प्रहार असफल हुँदै ताङतिङ बल रेफरीबाट खिलाङ्ग खेलाडीलाई फलको सङ्केत सँगै बल ताङतिङको हातमा। एवं हौसला बढाइदिनको लागि ताङतिङ युवा क्लबका संस्थापक अध्यक्ष आदरणीय सामाजिक व्यक्तित्व समाजसेवी पदमबहादुर गुरुङ, हामी उहाँबाट ताङतिङ युवा क्लबलाई भलिबलतर्फको प्रथम पुरस्कार आदरणीय महादेव गुरुङ, आदरणीय शान्ता गुरुङ, त्यस्तै गरी चन्द्रजान गुरुङ, त्यस्तै गरी भोज गुरुङ, त्यस्तै गरी मिलान गुरुङ, जसबहादुर गुरुङ, एकबहादुर गुरुङ, देव गुरुङ, बेल गुरुङ र वीरेन्द्रजान गुरुङ, उहाँहरूले ताङतिङ क्षेत्र मेलालाई सफल पार्नको लागि भलिबलतर्फको प्रथम पुरस्कार रु 1 लाख रुपियाँ एकमुष्ट रूपमा ताङतिङ युवा क्लबलाई प्रायोजन गर्नुभएको छ। ताङतिङ समाज हङकङका सम्पूर्ण महानुभावहरूलाई ताङतिङ युवा क्लबको तर्फबाट धेरै बधाई, धेरै धन्यवाद एवं कृतज्ञता व्यक्त गर्न चाहन्छौँ र यो रकम प्रदान गरिदिनुको लागि ताङतिङ युवा क्लबका पूर्व खेलाडी, सामाजिक व्यक्तित्व, समाजसेवी, हाल हङकङलाई आफ्नो कर्मथलो बनाउँदै आइरहनुभएका आदरणीय दाई पदमबहादुर गुरुङ र उहाँकी धर्मपत्नी आदरणीय मनिका गुरुङलाई म अनुरोध गर्न चाहन्छु भने यो रकम ग्रहण गरिदिनको लागि ताङतिङ युवा क्लबका अध्यक्ष, यस कार्यक्रमका संयोजक आदरणीय हिमाल गुरुङलाई र ताङतिङ युवा क्लबका कोष अध्यक्ष आदरणीय चित्रमान गुरुङलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय सामाजिक व्यक्तित्व पदमबहादुर गुरुङ र आदरणीय भाउजू मनिका गुरुङलाई म स्टेजमा आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय दाई देव गुरुङ पनि म यहाँनिर आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। फेरि पनि एचके परिवार यानि कि ताङतिङ समाज हङकङका सम्पूर्ण मनका दानी सामाजिक व्यक्तित्वहरू, समाजसेवी व्यक्तित्वहरूलाई ताङतिङ युवा क्लबको तर्फबाट ल यसरी ताङतिङ मेलाको दोस्रो दिनको खेल सकेर हामी घर जाँदैछौँ। यो डे 2 को भ्लग यहीँनिर अन्त गर्न चाहन्छु। यहाँले आज बेलुकाको कार्यक्रमहरू अर्को भ्लगमा प्रस्तुत गर्ने जमर्को सहित यो भ्लगबाट बिदा हुन्छ। 얘들아.